सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। आजको मेरो मिनी ब्लगमा तपाईँ सम्पूर्णलाई स्वागत छ। आज चाहिँ म जाँदैछु बानी, किनकि मेरो 9 क्लासको फर्म भर्नुपर्ने थियो, त्यही भएर उता चाहिँ फोटो पनि खिच्ने होइन, सर्टिफिकेटहरूको प्रिन्ट पनि गर्ने। पुग्ने बित्तिकै सरलाई प्रिन्ट गर्न दिइहालेँ है। हेर्नुहोस् प्रिन्ट हुँदैछ यहाँ चाहिँ पुरै बिस्तारै बिस्तारै होइन। अनि प्रिन्ट गरेपछि म चाहिँ लागेँ बानी चोकतिर। यस्तो के छ बानी चोकको हालखबर भनेर नि त। रातितिर चाहिँ यस्तो हुने रहेछ, एकदम झिलमिली भन्ने नि हुने होइन, कति फरक नै। अनि गाइज म चाहिँ लागेँ टक्क यस्तो होटलतिर नास्ता गर्नुपर्ने, यस्तो के खाम भइरहेको थियो, त्यही भएर टक्क होटल छिरेँ। होटल छिर्ने बित्तिकै मैले मगाएँ टक्क रोस्ट अनि एउटा रेड बुल। वाम रोस्ट खाएर सुरुप्प रेड बुल लगाएको त वाह भाइ। त्यसपछि गाइज म लागेँ घर, अनि घर पुगेँ। अनि गाइज आज चाहिँ टाइगरको बर्थडे, त्यही भएर टाइगरलाई ह्याप्पी बर्थडे। अहिले चाहिँ म टाइगरको बर्थडेमा जाँदैछु, हेर्न सक्नुहुनेछ। अनि हेरेको त यहाँ ठुलबाबा चाहिँ मासु पकाउँदै रहेछन्, अरू पनि आएर सबै बसिरहेका रहेछन्। भित्र चाहिँ टक्क भाउजूहरू खाना पकाउँदै रहेछन्। हाय हाय तेरा शर्मिला नाटक अर्खानका त झिक। अनि यो बर्थडे बोय गाइज होइन, टाइगर आदित्य। अनि बच्चाहरू यस्तो केटा भर्सेस केटी मस्त दोहोरी खेल्दैछ। यो केटा ग्रुपको गाइज प्रिन्स बिस्ट। हाय हाय काली चाहिँ के गर्दैछ भने बच्चाहरूलाई बाहिर खेदार्दैछ, आफू चाहिँ भित्र गुब्बारा फुक्दैछ ती आफ्ना साथीहरूसँग पुरै। सब व्यस्त के गुब्बारा फुक्कामा। सो गाइज अहिले चाहिँ म केकको अनबक्सिङ गराउँदैछु। त्यो चाहिँ केक, अनि बाहिर ताडेका बच्चाहरू दिँदै हुनु होइन। अहिले अनि मम्मी चाहिँ टेबल सजाउँदैछन् टिका टालोका लागि। म चाहिँ यस्तै ग्यालरीमा बसिरहेको छु, बच्चाहरूसँग खेल्दैछु। सो गाइज तयार भइसक्यो, अब टिका लगाउने पालो के मात्र भनेको थिएँ, एकैछिनमा त टिका लगाउने तरिका पनि भइसक्यो। तयारी टिका सबै टिका लगाउँदैछन्, म पनि भिडियो बनाउँदैछु, बच्चाहरू मख। मेरो त यहाँ बर्थडे नै बनाइतिर स्प्रे मुखतिर लगाएर यस्तो भइरहेछ नि गाइज। अनि ठुलोबा चाहिँ केक पार्नतिर लाग्यो, हो चाहिँ होइन प्रसाद। सो हेलो अब चाहिँ मेरो पनि खाने पालो केक भनेपछि त कति छिटो खाऊँ भने त्यसपछि गम लगाएँ। अनि भात पनि बच्चाहरू खाँदै रहेछन्, म के कम, म पनि भात मागेर दबाएर हालेर मासु भनेपछि त झिक्वामै लगाउने विचार। खाना खाएर हेरेको त ठुल्बाबा चाहिँ आफ्नो लागि भुटन बनाउँदै रहेछन्। अनि म चाहिँ लागेँ घरतिर। गाइज आजको ब्लग यही सकिन्छ। तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू गाइज।